सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आज म धेरै समयपछि आज म लोङ गाउँमा व्यापारको लागि जाँदैछु र अनि यहाँ लोङ गाउँमा घुम्न आउने सम्पूर्ण दाजुभाइहरू घुम्नको लागि राम्रो खाना बस्न व्यवस्था राम्रो छ, होमस्टेहरू राम्रो छ र अनि पर्यटकीय क्षेत्र पनि पर्दछ र अनि आजको व्यापार कस्तो हुन्छ रहेछ म यसो विचार गर्दैछु। अब जानको लागि अहिले यहाँ लोङ गाउँ जानको लागि बाटो गेटमा आइपुगिरहेको छु। कुन चरा हो? हेलो नमस्ते छ्याजलो। तपाईँ एउटै हो कपडा? यही हो कपडा? यो तिनवटा मात्रै हो, सिधै न होइन कपडा यही चाहिँ हो। यिनीहरू पनि खोल्ती त्यस्तै हो, त्यस्तै हो त। भनेपछि हो मलाई आफ्नो आफ्नो चोइस हुन्छ नि। मजा छ कि छैन भन्छ मजा छ भाइ, केटा मान्छेहरूको छ केटा मान्छे छ हातमा हुन्छ भाइ मुठोको। अब हामीले जोडीको 150 गरेर दिने, 130 पिसमा दिने होइन कि अन्त ठाउँमा 150मा बेच्ने हो, यहाँ 130मा दियो भन्ने कुरो बाक्लो छ। छामेर हेर्नु नि मजा। 120 दुई जोडी किन भन्दा एउटालाई 120 हो कि दुई जोडी हुन्छ चिनेको है 130 है। लोङ गाउँले 소가 뒤에서 너무 깊게 수직이 몰리포스라 चामल चाहिँ 11मा नखाइ गइरहँ कहला अरे से भयो क्या त उले एउटा तल गुम्बामा छ नि, गुम्बामा छ हो उसको नाम के रे? नाम देखियो तिमीले नेम्दै हो त अहिले म अब यहाँ लोङ गाउँ आइपुगेर त्यहाँ पार्किङ गर्ने ठाउँमा चाहिँ यसो 5-6 जर मोजाहरू किन्यो। अनि त्यहाँदेखि पालै लस्करी यता माथि यसो लेफ्ट साइडबाट घुम्दै जानुपर्छ। घरै बिच अनि सबै छसँग अनि राइकी मिन्टोला अनि जो यहाँकी 저거여라 아니 단다 데 롱가운 라이다를 보지니 아니 단다 윈터 시즌 기토로 같이 시티리 아니 투로 파마데 저 팅기레 산네 벨레데라 단다는 어저데 롱가운 라 lep시라 네 어저데 파르킹 지자 오데네 제야 야종종 두기여라 아니 지단기 뒤진도 종데 아니 종바 고짜라 로고데 근데 총제라 저 수족이 총포공 섬에 두개에 수족이 로다지라 네 총관대 용다 납치기 말이라 다총 바이나 네 지금 다총 양포 용기 되어도 이 나타나 와서 단단히 제 고치게 मोजा छ पतालो मोजा छ है दाइ यो जुराबहरु टोपी पन्जाहरु भा है मोजा पन्जा टोपी ज्याकेट शर्ट प्यान्टहरु मोजाहरु ओ भाइ लसो मोजा पन्जा घुन्टे चुप जुराबहरु घुन्टे चुप हातले छ पन्जा टोपीहरु शर्ट प्यान्टहरु
मोजाहरू सही छैन भाइ मोजा सही छैन धेरै भाइ कालोमा छ कलर हेरेको छ कलरहरू कलर चोइस गर्नुहोस् ट्राउजरहरू ल्याउनु भएन टाउजर त अब ल्याउनु अब सिधै सामान थापेन भने अब सिजन झन् आयो माघ महिना आइहाल्यो मोजा मात्रै हो तिमी एउटा त्यो लि अरू त मिनेरल छैन एउटा चस्मा लि एउटा त्यो लि हो त्यो लिन्छु यो त पछि तन्किन्छ होला है कन्टिन्यू भयो साइज हेरेर कसरी हेर्छ नि मेरो जुन घलेको लङ गाउँलाले दिएर त्यो काउँछु खसी चिन्छु त्यो बेला के चिन्छु र त्यही त लगेर चाहिँ थपसी मलाई जोतेँ दादुरु 30% काउँदो लाग्दा जेसु के रहनुहुन्छ ल अना 100 रुपैयाँमा दिए है बाक्लो मोजा 100 रुपैयाँमा बाक्लो मोजा 100 रुपैयाँमा दियो आमा यो त घरमा 3-4 जोड लियो ठुलो मान्छेको बच्चाको मोजा लियो 100 रुपैयाँमा दियो आमा ल तपाईँहरू घुम्न आउनु भएको भाइ ल दाइ दिदी आन्टी ल मोजा आयो मोजा भाइ बच्चाको मोजा ठुलो मान्छेको मोजा सही नदिए है बाक्लो मोजा नै छ पतल मोजा छ भाइ 6 पाइन्ट छ है 6 पाइन्ट बच्चाको ज्याकेटहरू भाउजू मात्र जाने रे होइन होइन यो त मन अरू पातलो अनि मोजा हेर्न लगाएको कि है ल्याएर आउनु ल 6 नम्बरको लो होमस्टे 1400 हजुर दुईटा नमस्ते म अतिथि होमस्टे 6 नम्बरबाट बोलेछु प्याकेजको एक साग मासु भात बिहान पनि भेज सब्जी 2 टाइम खाजा सुन्नी 1400 प्याकेज हाफ खायो भने 1200 बिहान 8 बजेबाट 11 बजीसम्म नाचगाना गर्न पायो रातिको राम्रो छ अब इलामको जस्तो चियाबारी छ आउनु होला वेलकम नमस्ते छ क्या मान्छे बढ्ने हो लुगा बढ्ने होइन हो त नि फाल्दिन कि यो त जे निचाउँछु देने छिने चौँ छोडे
10 रुपियाँ दिनुहुन्छ नि यता। 10 रुपियाँ दिनु यो त शान्तिले भुक्का हाल भने चाहिँ के लाग्यो र। 20 रुपियाँ दियो भने फेरि 10 रुपियाँ हुन गाह्रो छ नि सबै त्यति भयो भएछ त्यसो भए। त्यति भए त घाटा पर्छ नि खर्च यो 250 गरेर बेच्ने 250 छैन अब अनलाइनमा 500 को होला तिनटा। यो खर्च बेच 250 बस गरेर बेच्छ छैन। कार्ड पनि छ यो स्टिकर छ उता यसो ए ल ल हुन्छ हुन्छ हाम्रो एमजेतिर हुन्छ सानो सानो साइजले यसो हाम्रो नि राम्रो हो हाम्रो ठाउँबाट पनि आउँछ माथि बस्नु कुन ठाउँमा बस्नु एउटा पातलो खालको छैन बच्चाको एउटा पातलो छैन बच्चाको हजुर पातलो त छैन छैन है पसल भए त किन मलाई किनेर ल्याऊ यताबाट है बजे 5 रुपियाँको हजमलाई किनेर भन है नलुटिकन जाऊ है हजमलाई किनेर ल्याऊ है हजमलाई भन है कुन भन्छ रत बच्चाको कालो है तिमीलाई कुन मन पर्छ त्यो नि कठो छैन भने कठो नि कटुनी म जिराब्नु म त्यसो गरेर भाइ दाइ भयो भयो रुम यही हो के रहेछ रुम यही हो ए सफा रहेछ ल ल ल ल देखाउनु धेरै सफा रहेछ यो कुन हो रे यता चाहिँ ठाउँ चाहिँ यो लोङ गाउँ होइन कि यो यो होमस्टे नम्बर 6 गापा 6 नम्बर दाहिने हल क्या डाइनिङ हल डाइनिङ भात खाने ठाउँ भात खाने ठाउँ अनि माथि छ ए माथि पनि आउनु न यही हो त्यतै हो दाइ कति रुपियाँ लाग्छ भन्नु न डिल गर्नु पर्यो नि डिल कति लाग्यो मिलाएर चिनेको मान्छे त है त्यस्तो कहाँ त्यस्तो गर्छ नि यहाँ त्यो छापा मारेको छ खाना मार्दैन गाउँ घरमा बजारतिर भयो टोटल खालि